धौलागिरी गाउँपालिका वडा नम्बर 7 मछिम गाउँ। यो मछिम चाहिँ पहिला पनि आएर मैले भिडियो बनाएको अनि मान्छेहरूले धेरैभन्दा धेरै मान्छेले हेरेको राम्रो फिडब्याक दिएको गाउँ हो। र अल्सो यहाँको मेरो साथी छ एउटा नवीन छन्त्याल भन्ने, त्यो केटा चाहिँ अहिले अस्ट्रेलियामा छ। अनि त्यसको गाउँमा आएर हामी अलिक क्लोज आउनु ल। अनि आएर हामी गाउँभरि डुलेर भिडियो बनाएर गएको। पहिला बेला नर्जा खोलासम्म गएर अब हामी मुना फल्या गाउँ पार गरेर आयौँ यता मछिम। यहाँबाट उता चाहिँ वडा नम्बर 7 के भन्छ कस्तो मछिम, त्यहाँबाट सिबाङ पनि हो यता। मछिम सिबाङ ताकम धारपानी चाहिँ सबै तलतिर छ। अनि यो भ्यू पोइन्टमा मछिम भ्यू पोइन्टमा चाहिँ यो फ्ल्याग थिएन म आउँदाखेरि। यहाँ एउटा बोर्ड राखेको रहेछ भूमे युथ क्लबले। थ्याङ्क यू भूमे युथ क्लब। अनि यो गाउँ पनि अर्को एउटा एकदमै सुन्दर गाउँ हो, धौलागिरी गाउँपालिकाको आएर म घुमिसकेको गाउँ हो। यो पनि यो माथि एउटा मन्दिर भएको जस्तो लाग्थ्यो। मन्दिर कि तपाईँको कुल पूजा गर्ने ठाउँ, छन्त्यालहरूको कुल पूजा गर्ने ठाउँ थियो, त्यहाँ पनि गएको थियौँ। यहाँ त झन् म हरेक घरतिर डुलेको छु। ओहो म्याग्दी त कहाँसम्म डुलेको छैन यार। यहाँ छ बगेको घर चाहिँ धौलागिरी गाउँपालिका मछिम म्याग्दी। कुनै यहाँ स्टिकर टाँसेछ। गुर्जा हिमाल देख्ने कता थियो अरे? यता गुर्जा हिमाल देख्थ्यो, अहिले खुलेन रहेछ। न त खुल्दाखेरि कस्तो राम्रो गुर्जा हिमाल देख्छ। फोटो खिचिदिनु त।